हे गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। सो हाम्रो फर्स्ट सेमको एक्जाम चाहिँ 15 गतेदेखि स्टार्ट हुँदैछ अनि अहिलेसम्म एडमिट कार्ड ल्याएको छैन कि, त्यही भएर आज चाहिँ कलेज गएर एडमिट कार्ड लिएर आउनु पर्यो। आजभोलि यति घाम चर्किया छ कि म सहने नगरी वैशाख त 11 गते आज भएको यति धेरै घाम चर्किया छ कि म छाता खोजाइ घरभरि काहीँ भेटाएन के छत्ता। सिजन गइसकेपछि छत्ताहरू नि भेटिँदैन। मास्क लाउँ छत्ता भेटाएन, मास्क लगाइसक्यो अब धुलोहरू नि पर्दैन, घामबाट नि अलिक सेफ हुन्छ। काठमाडौँमा त बानेश्वरदेखि आन्दोलन हुँदैछ। यस्तो गर्मीमा सबैजना छाता बोकेर आन्दोलन गर्दैछ। हाम्रो कलेज आइसक्यो, यो हाम्रो बिल्डिङ हो। कलेजबाट आइडी कार्ड लिएर निस्किसकेको छ है। अनि यति धेरै गर्मी छ कि हिँड्दा हिँड्दै मेरो जिउ टक्कै पसिनाले भिजा जस्तो। कहीँबाट चिसो लिनु पर्यो, एउटा फ्रिजको पानी नभए चिसो जे भयो नि हुन्छ। यहाँ पनि कहाँ पाइन्छ यता। घर पुग्न लगभग 2 घन्टा जति लाग्छ। म त बस्दा निदाइसकेको थिएँ। नयाँ क्याफे खोला रहेछ, फास्ट फुड क्याफे भनेर। बाहिरबाट हेर्दा त एकदम राम्रो थियो कि, भित्र गएर खाजा अर्डर गरेँ, बर्गर चिकन बर्गर अर्डर गरेँ अनि एउटा कोक। बर्गर ल्याएको आम्मामा कस्तो नमिठो यार, खानै नसक्ने कस्तो बर्गर छि। 1-2 बाइट ल्याएँ त्यसपछि त खानै सकेन यार। म त बर्गर छोड्दा कोक चाहिँ खायो, बोकेर नि ल्यायो। त सिलट्याग हुन्छ, यो त मिठै हुन्छ अभियसली। न्यू क्याफे रहेछ कि, म कहिले गएकै थिएन अनि जम्न त राम्रै होला भनेर गएको। यति बाँकी छ, सिधाइदिउँ न के बोकेर जानु। सिधो कस्तो तातो भइरहेको थियो, क्या कुल भयो क्या, बडी नै कस्तो। अहिले काठमाडौँ है हिँड्न नसक्ने भएको छ भने आन्दोलन के कति दिन भइसक्यो आन्दोलन अहिलेसम्म हुँदैछ कि। यहाँ काठमाडौँभरि है काहीँ छैन कि, जान आउनलाई एकदम गाह्रो भइरहेछ। यता टिचरको छुट्टै आन्दोलन भइरहेछ है, डक्टरको फेरि छुट्टै, नेताहरूको छुट्टै आन्दोलन भइरहेछ भने के चलिरह्यो हो। कि त्यहाँ टुडी खेलमा पुरै गाडी प्याक थियो कि नेताहरूको आन्दोलन हुनलाई। अनि अहिले लास्टै गाह्रो के काठमाडौँ जान आउनलाई। अहिले आज चाहिँ 1 वे खोल्या रहेछ गाडी जानलाई, अस्ति त त्यो नै खोल्या थिएन। धन्नले आज गएको रहेछु भने, त्यो पनि लास्टै गाह्रो के। कति टाइम लाग्यो त्यहाँ पनि पाउनलाई, 2 घन्टा 3 घन्टा जति लाग्यो। कहिले सिधिन्छ एक्जाम टाइमसम्म चाहिँ सिधा भए हुन्थ्यो सजिलो। खोइ नेपालमा के भइरहेछ।